मैले केही दिन अगाडि एउटा भिडियो बनाएर पोस्ट गरेको थिएँ टिकटकमा। रवि लामिछानेको अब विकल्प छैन होइन। यो समस्या जुन यो गन्जागोलमा नेपाल फँसा छ नि, अब रवि आउनुपर्छ लिड गर्नलाई होइन। अनि यो जेनजीहरू जो अब अहिले जुन यो हर्ताकर्ता हुनुहुन्छ उहाँहरूले चाहिँ समयमै अस्ति रविलाई अलिकता उहाँहरूले चाहिँ अलि नबुझेर गाली गर्नुभयो, जे गर्नुभयो होइन। अब चाहिँ नखु कारागारमा रवि लामिछानेलाई भेटेर उहाँको राय सल्लाह सुझाव लिनुपर्छ, मार्गदर्शन लिनुपर्छ भनेर मैले भनेको थिएँ। कतिलाई पचेन होइन, कतिलाई अब राम्रै मान्नुभयो, त्यो धेरैले हेर्नुभएको थियो भिडियो होइन। अब अहिले हेर्नुहोस् है, यो घटनाक्रम यसरी विकसित हुँदैछ। अब रवि नै आउनुपर्छ भन्ने जस्तो यहाँ मान्छेहरूले एउटा त्यो सोसियल मिडियामा एउटा त्यो ट्रेन्डै जस्तो चलिरहेछ कि रवि आउनु पर्यो गृह मन्त्रालयमा भने जस्तो भइरहेछ होइन। भनेको मान्छेहरूले अब हामीले त अगाडि बुझिसकेका थियौँ होइन, रविले के गरे हुन्, रवि को हुन्, केसम्म गर्न सक्छ, उनको कस्तो आँट भएको मान्छे हो भन्ने हामीले बुझेको भएर यसरी सोसियल मिडियामा व्यापक हामी चाहिँ उहाँको विषयमा बोलिरहेछौँ। बोल्नु पनि पऱ्यो होइन, अन्याय पर्याय मान्छेलाई हामी नबोली को बोल्छ होइन। अब जो अलिकति कन्फ्युजन हुनुहुन्थ्यो रवि लामिछानेको विषयमा उहाँहरूलाई पनि अब अलिअलि होइन रवि लामिछाने मान्छे चाहिने मान्छे रहेछ क्या हो देशलाई भन्ने लाग्न थालेछ। त्यो खुसीको कुरा पनि हो कि होइन। अब यो जुन अहिले भइरहेछ नेपालमा जे भइरहेछ, यो अन्तरिम सरकार बन्यो 1 महिना भइसक्यो होइन। एउटा पनि अब यो अरू कुराहरू यो काम गर्ने, कुलमान कता जाने, अनुगमनमा जाने, यो सामान्य कुराहरू हुन् कि अहिलेको मेन कुरा भनेको यो के अरे जेनजीहरूले उहाँहरूको माग पुरा गर्नु हो नि त, जेनजीहरूको माग पुरा गर्नु हो नि त। यसमा के अरे फोकस हुनुपर्ने हो सरकार, भ्रष्टाचारीहरूलाई समात्नुपर्ने। अरू तपाईँको चाहिँ यो जुन यो जेनजीहरूलाई चाहिँ गोली हान्न आन्दोलनमा गोली हान्न आदेश दिने ओली लेखक रमेश लेखक लगायतका मान्छेहरूलाई समात्नुपर्ने हो नि त, प्रमुख दायित्व हो नि त। त्यो पनि गरेको छैन, गर्ने अब छाँटकाँटतिर पनि देखाएको छैन कि कता अलमल भइरहेको सरकार थाहा छैन। 6 महिनाको म्यान्डेट हो होइन, 1 महिना गइसक्यो होइन। अब उता हेर्नुहोस् रवि लामिछानेले आफू गृहमन्त्री भएको 12 दिनमा के काम गरेको थियो भनेर यसो गुगल गर्नुहोस् अथवा त्यो युट्युबमा भिडियो सर्च गर्नुभयो भने पनि सबै थाहा हुन्छ कि 2 हप्तामा विनोद चौधरी जस्तो मान्छेलाई के अरे बयान दिनलाई बोलाएको थिएँ, महरालाई समातिसकेका थिएँ, उता उपराष्ट्रपतिको छोरालाई पक्राउ गरिसकेका थियो, कतिवटा फाइल खोलिसकेका थियो, आर्जुको चाहिँ उता टिकापुरवाला घटना सबै रविले के गरिसकेका थिए, के गरिसकेका थिए 10-12 दिनमा। गर्ने मान्छेले त्यसरी गर्छ क्या। संसदमा गएर त्यही बेलामा 25वटा फाइल खोल्न रेडी छ होइन। 46 साल पछाडिको चाहिँ सबै चाहिँ भ्रष्टाचार गरेकाहरूको चाहिँ नि सबै छानबिन हुन्छ भनेर संसदमा गएर बोलेको अहिले पनि रेकर्ड छ होइन। त्यसरी यो काम गर्ने मान्छेले होइन, त्यस्तो एउटा चाहिँ नि त्यो निडर, त्यो खालको साहस होइन। उनीहरू त्यो सत्तामा हुँदाखेरि, उनीहरू पावरमा हुँदाखेरि काङ्ग्रेस एमाले सबै उनीहरूको सर्वेसर्वा जताततै उनीहरू नै हुँदाखेरि पनि त्यो हिम्मत देखाएको मान्छे रवि लामिछाने हो कि। अब अहिले हेर्नुहोस् यो जेनजीले बनाएको सरकार सबै उनीहरूको हातमा छ, पावर जति उनीहरूको हातमा छ। कसैले चाहिँ नि यहाँ हस्तक्षेप गर्ने भन्ने छैन, नेपाली जनताको साथ पनि छ। तर पनि हेर्नु त डराएको त्यो ओलीलाई लेखकलाई समात्नलाई त अहिले कसैले विरोध गर्दैन नि त। उनीहरू त गृहमन्त्री थियो, उनीहरू प्रधानमन्त्री थियो त्यो युवाहरूलाई भाइ बहिनीहरूलाई मार्दाखेरि होइन। उनीहरूलाई एउटा कानुनी कटघरामा ल्याउनु पनि नला जस्तो गाह्रो भइरहेछ। अब अरू काम उनीहरूले गर्लान्, अब गऱ्यो भने पनि अब त प्रेसरले गऱ्यो भन्ने हुन्छ नि त। उनीहरूले त अस्ति नै गर्नुपर्ने कुरा हो होइन। त्यो भएर मलाई यो सरकार अलरेडी फेल भइसक्यो भन्ने लाग्छ। यिनीहरूलाई पनि अब यो गाह्रो छ क्या। अब सम्पूर्ण फोकस चुनावमा गर्नुपर्छ भनेर भने छ नि त। कहिले चुनाव गराम र यहाँबाट फुत्क्यौँ, हामीले काम गर्न सक्दैनौँ भन्ने चाहिँ उनीहरू लागिसक्यो जस्तो लागेको छ क्या मलाई होइन। त्यो भएर अब हेर्नुहोस् अब यो अन्तरिम सरकारको त कुनै छैन। अब काङ्ग्रेस एमाले अब ओली उनीहरू अब सर्वलाउन थालिसके। अहिलेसम्म हामीले यिनीहरूले केही गरेनन्, अब केही पनि गर्दैनन् भन्ने उनीहरूलाई भइसक्यो। सरकारको नाडी छामिसके महेश प्रसाद जस्ता मान्छेहरूले। त्यो भएर अबको अन्तिम फाइनल विकल्प भनेको रवि लामिछाने नै हो। रवि लामिछाने जुन दिन त्यो उहाँको चाहिँ नि कानुनी प्रक्रियाबाट मुक्त भएर बाहिर निस्किनुहुन्छ, इमेजिन गर्नुहोस् न नेपालको चाहिँ राजनीतिक होइन एउटा चाहिँ नि उसमा कस्तो खालको हलचल आउला। उहाँ त बाघ बनेर निस्किने हो नि त। अब त यत्रो खेद्दा सहदा उहाँ एकदमै चाहिँ नि त्यो स्ट्रङ भइसक्नु भएको छ कि अब चाहिँ खाटी लिडर भएर उहाँ आउँदै हुनुहुन्छ। त्यो भएर अब रवि लामिछानेको विषयमा तपाईँ हामी धेरै कन्फ्युजन हुनु जरुरी छैन कि। उहाँहरूलाई सबै रवि लामिछानेलाई अब हामी सबैजना मिलेर उहाँलाई बल शक्ति दिनु पऱ्यो। उहाँको यो कानुनी जुन झन्झट छ यसलाई अब छिटो उनीहरूले यो सरकारले चाहिँ अब यसलाई के अरे सल्टाउनु पऱ्यो कि। उहाँलाई यत्तिकै निकाल्नु, अब त्यो निकाल्ने सरकारले चाहिँ अब यो छोडिदिने भन्ने हुन्न। उहाँलाई सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर अदालतले नै छोड्नुपर्छ कि। त्यो भइसकेपछि अब फेरि फ्युचरमा लफडा हुँदैन।
होइन। त्यो भएर मेरो विचारमा चाहिँ अब नेपालको फाइनल अब अन्तिम विकल्प भनेको रवि लामिछाने नै हो क्या।